यो युनिक युथ स्पोर्ट क्लबले चाहिँ जुन जमर्को गरेको छ, सर्वप्रथम त उहाँहरूलाई म धन्यवाद दिन चाहन्छु। र उहाँहरूले जोराइली गाउँपालिकामा विभिन्न किसिमका सकारात्मक काम योभन्दा अगाडि पनि गर्नुभएको थियो। खेलको माध्यमबाट सुदूरपश्चिमकै भलिबल प्रतियोगिता पनि यहाँ गर्नुभएको थियो भने योभन्दा अगाडि विभिन्न पटक विभिन्न किसिमका सृजनात्मक कामहरू गर्नुभएको छ र पर्यटन प्रवर्धनको निमित्त पनि उहाँहरूको योगदान रहेको छ यो क्लबको। र त्यही भएर सम्पूर्ण टिमलाई धन्यवाद दिन चाहन्छु। र यो वर्ष पनि उहाँहरूले एउटा यो कार्यक्रमको आयोजना गर्नुभयो। अब जो होस्, हामीले चाहिँ सबै लाग्यौँ र अहिले सानो रूपमा यो एउटा रिएल्सन टाइपको महोत्सव हो र आगामी वर्षमा यसलाई चाहिँ भव्य र सभ्य रूपमा लाग्नेछौँ। जोराइली गाउँपालिका पनि अग्रिम पङ्क्तिमा उभिनेछ र यसलाई राम्रो तयारीका साथ सभ्य भव्य रूपमा हामी मनाउने कुराको प्रतिबद्धता म जाहेर गर्न चाहन्छु। र यहाँका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई पनि यो 100 रुपियाँ टिकट लिइएको छ र यसमा नाक खुम्च्याउनु पर्ने केही छैन। हामीले धेरै पैसाहरू चाहिने धेरै अनावश्यक कुरामा खर्च गरिरहेका हुन्छौँ। अहिले पनि मैले देखेँ 2-4 जना खुट्टा हल्लाएर एकदम मजासँग रमाउनु भएको थियो भनेपछि कम्तीमा पनि 200-400 रुपियाँ त पक्कै पनि खर्च भएको थियो होला, होइन? हामीले दिनहुँ तमाम किसिमका खर्चहरू गरिरहेका हुन्छौँ र यो महोत्सव हाम्रो महोत्सव हो। युनिक स्पोर्ट्स क्लबको मात्रै होइन, सम्पूर्ण जोराइलीवासीको हो। त्यो भएको हुनाले सम्पूर्ण यहाँका कर्मचारी मित्रहरू सबैले, एउटा विपन्न वर्गहरू पनि हुन्छन्, उनसँग 100 रुपियाँ कसैसँग नहुन सक्छ र त्यस्ता व्यक्तिहरूलाई पनि हामीले सहयोग स्वरूप केही कुराहरू गर्न सक्छौँ, होइन? त्यो पनि हामी गर्न सकौँला। कोही अपाङ्गता भएका व्यक्तिहरू होलान् र उहाँहरूसँग पैसा नहुन सक्छ, त्यसमा पनि हाम्रो कर्मचारी लगायत हाम्रो टिमले उहाँलाई सहयोग गर्नेछ। त्यस्तो खालको पनि मान्छे भाइदेवी कोही भयो भने हामीले सहयोग गर्ने कुराको प्रतिबद्धता जाहेर गर्न चाहन्छु। र अहिलेको हाम्रो उद्घोषक बहिनीले चाहिँ भाइ भुवन दाहालको बारेमा भन्नुभएको थियो र वास्तवमा टेलिभिजनमा उहाँलाई बोलाएको रहेछ टाइममा। हाम्रो भुवन दाहाल भनेको यहाँको चाहिँ शोक सम्राट भुवन दाहाल भनेर हामीले सम्मान गर्छौँ विभिन्न पटक। र मैले अघि पनि भनेको थिएँ, साइका जन्ती भोज आँसुले भात मिची खाया भन्ने गीत गाइदियो भाइ भनेको थिएँ। त्यो भयङ्कर मलाई सान्दर्भिक र राम्रो गीत लागेको थियो र त्यस गीतले मात्रै मैले भुवन दाहाललाई चिनेको सर्वप्रथम। नत्र मैले वास्तवमा भुवन दाहाल भन्ने नाउँ सुनेको थिएँ, अब गीत गाउँछन् भन्ने सुनेको थिएँ र म त्यति प्रभावित थिएन। म त्यो गीतबाट मलाई लाग्यो यो डोटीमा, यो सुदूरपश्चिममा स्वर सम्राटको चाहिँ जन्म भएको रहेछ भन्ने बुझेर म उहाँबाट प्रभावित छु। र अघि हाम्रो उद्घोषिका बहिनीले भुवन दाहालको उपचारको कुरा गरिराख्नु भएको थियो र भुवन दाहाललाई त्यस्तो उपचारको आवश्यकता छ भने त्यो उपचारको सम्पूर्ण खर्च जोराइली गाउँपालिकाले बेहोर्ने कुरा पनि म यहाँलाई जानकारी गराउन चाहन्छु। र यदि उहाँलाई त्यस्तो समस्या छ र उहाँको स्वर सम्राटको संरक्षणको निमित्त जोराइली गाउँपालिकाले उहाँको सम्पूर्ण उपचारको खर्च गर्ने कुराको मैले प्रतिबद्धता जाहेर गर्दै यहाँ आउनुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई स्वागत गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू सभ्य र भव्य रूपमा हामी मनाउनेछौँ। हामी यो एउटा कलाकार भनेको राष्ट्रको गहना हो। सबै दाजुभाइ दिदीबहिनीका विभिन्न किसिमका दुःख छन्, पीडा छन्, अभाव छ, समस्या छ। हामी गरिबीको रेखामुनि छौँ, गरिब छौँ, विपन्न छौँ, दुर्गम ठाउँमा बसेका छौँ। त्यही भएर नै यस्ता महोत्सवको आवश्यकता पर्छ। आफ्नो कथा व्यथाहरू बिर्सिने, दुःख बिर्सिने, रमाउने, खुसी हुने, आयु बढाउने कार्यक्रम पनि हो जस्तो मलाई लाग्छ र यस्ता कार्यक्रमहरू हामीले पटक पटक गर्ने गर्छौँ। र यति भन्दै आउँदै गरेको नयाँ वर्ष 2080 को यहाँहरू सम्पूर्णलाई हार्दिक मङ्गलमय शुभकामना दिन चाहन्छु। आउनुभएका सम्पूर्ण कलाकार दिदीहरू बहिनीहरू सबै, अब नाउँ आफै हाम्रो झरना बहिनी डान्सर, होइन? अब हाम्रो उद्घोषिका बहिनी, हाम्रो दिदी बहिनीहरू, देउडा गायक शोभाजीहरूको कल्पनाजी, होइन, लगायत सबैलाई म हार्दिक सम्मान गर्न चाहन्छु। र आगामी दिनमा आगामी वर्षको कार्यक्रमहरू मजाले तपाईँहरूलाई अझै भव्य सभ्य राम्रोसँग, अहिले पनि भव्य सभ्य हामीले बनाउनु पर्छ। किन भन्दाखेरि सुरुवात बिग्रियो भने जिन्दगी बिग्रिन्छ भन्छन्, होइन? यदि चाहिने सुरुवाती चरणमा नै हामीले यो चाहिने महोत्सवलाई बिगार्यौँ जोराइलीवासीले भने हाम्रो आगामी वर्षमा गरिने महोत्सव पनि बिग्रिन सक्छ, त्यसमा समस्या आउन सक्छन्। त्यही भएर हामीले चाहिने यही वर्षमा आयोजित यो कार्यक्रमलाई पनि सभ्य र भव्य बनाउनुपर्छ। खास गरी युवा युवतीहरू, समाजका बुद्धिजीवीहरू,
यहाँका व्यापारी उद्योगीहरू जसले चाहिँ यहाँ स्पोन्सर गर्नुभएको छ, सहयोग गर्नुभएको छ, सम्पूर्ण उद्योगी व्यापारी सम्पूर्ण चाहिँ मित्रहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। र यो जैविक विविधता सहकारी संस्थाले पनि एकदम अर्ग्यानिक, अघि हामीले खाजा खायौँ, वास्तवमा एकदम राम्रो थियो, उहाँहरूलाई एकदमै धन्यवाद दिन चाहन्छु। अब अर्को हाम्रो डलका चाहिने बहिनीहरूले पनि डलको स्टल राख्नुभएको रहेछ र उहाँहरूलाई पनि धन्यवाद दिन चाहन्छु। उहाँहरूले एउटा राम्रो काम गर्नुभएको छ। केही दिनको चाहिने एउटा तालिमबाट सिकेर उहाँहरूले एउटा चाहिने हामीले उद्योगी बन्नुपर्छ, व्यवसायी बन्नुपर्छ भन्ने किसिमको जुन चाहिने एउटा सङ्कल्प गर्नुभएको छ, उहाँहरूलाई पनि हार्दिक शुभकामना दिन चाहन्छु। र चौलो बाजाका टिमहरू र हाम्रो चुचुनढुङ्गाबाट आएको चाहिने एउटा नाच, एउटा त्यो लोप वैशेरी नाच जो लोप हुने क्रममा थियो, त्यहाँका बुढापाका दाजुभाइले दिदीबहिनीले अहिले आउनु भएको छ। एकजना दिदीले नाच्नु भएको थियो र अरू दाजुभाइले चाहिँ मजाले चाहिँ गर्नुभएको छ। यहाँहरूको कला संरक्षणको निमित्त पनि जोरहाट गाउँपालिका प्रतिबद्ध छ। यहाँहरूको बाजालाई चाहिने आवश्यक के कुराहरू गर्नुपर्छ। जोरहाट गाउँपालिका आगामी आर्थिक वर्षमा हामी सम्बोधन गर्नेछौँ र चौलो बजारमा आउनुभएका सम्पूर्ण दाजुभाइलाई पनि के गर्नुपर्छ, यहाँ महोत्सवकै दिनमा हामी आगामी आर्थिक वर्षको हामीले चाहिने महोत्सव कार्यक्रममा यहाँहरूलाई केही पुरस्कार स्वरूप, सम्मान स्वरूप, कला संस्कृतिको लागि केही कुराहरू गर्ने कुराको पनि प्रतिबद्धता जाहेर गर्दै यहाँ सुरक्षाकर्मीहरू, हाम्रा क्यामेराम्यान, हाम्रा पत्रकार भाइ र हाम्रो यो विक्रम भाइ लगायत यो चाहिने यो कला, यो संस्कृतिमा चाहिने यो बाजामा अब अनेक कुरामा यो चाहिने ट्र्याक बजाउने कुरामा सहयोग गर्ने सबै आदरणीय मित्रहरूलाई हार्दिक धन्यवाद तथा स्वागत गर्दै म पुनः पनि 2080 सालको एकदमै शुभकामना दिन चाहन्छु। आज यो कार्यमा पनि म हिजो अस्ति काठमाडौँ थिएँ, मेरो गाउँपालिका राष्ट्रिय महासङ्घको एउटा मिटिङ थियो र मैले भने त्यहाँ अरू पनि मेरो काम थियो, सिंहदरबारतिर जानुपर्ने विभिन्न किसिमका कामहरू थिए र त्यसलाई थाँती राख्दै यो कार्यक्रमलाई एकदमै महत्त्वका साथ प्राथमिकता दिएर हामी यहाँ आएका छौँ। त्यही भएर सबै दाजुभाइ दिदीबहिनीहरूले भोलि पर्सि 2 गतेसम्म यहाँहरू आउनुहुनेछ, सबैलाई कन्भिन्स गर्नुहुनेछ, सम्झाउनुहुनेछ र यहाँ ल्याउनुहुनेछ र व्यापक उपस्थिति गराउनुहुनेछ भन्ने अनुरोध गर्दै बिदा। धन्यवाद, नमस्कार।